कसको टुलु कमेन्ट्स मुलाको भ्यू भिडियोमा लाइक गर्ने मान्छेलाई आई लभ यु हातमा छ चुरा फेरि त बुझेको कुरा उते पनि छ चुरा आई लभ यु भिडियोमा लाइक गरिदिने अरूको बुढा अनि बुढीलाई पनि आज चाहिँ हाम्रो इङ्ग्लिस बोल्ने च्यालेन्ज छ ल इट ओके जल्दी से ढोका खोल रे हेलो गाइस कतिजनाले हेर्छ र त्यो 400-500 जनाले हेर्छ नि हेलो गाइस नमस्ते थास लगाइदिन्छु केही दिनु ल्यामा साथीहरू ल्यामा 2 PM खाने हो ज्यान बनाउने हो खानुपर्छ ल खाइदिउँ फर्स्टमा चेस गरौँ चियर्स कसको ठुलो कप कसको ठुलो कमेन्ट्स मिठो छ गाइस मिठो करेन्ट त मिठो नहुने कुरै भएन यो त उमालेर मात्रै खाँदा नि मिठै हुन्छ भात मिठो नहुने तर खान मन लाग्ने मात्रै हो गाइस पहिला त धेरै खान सकिन्थ्यो अहिले त 2 गाँस खाएपछि फेरि अगा हुन्छ जुस चाहिँ ल्याउनु पर्ने रहेछ गाइस रोकेर जुस लिन सक्यो पुग्लेर अनि हाम्रो यो चाहिँ बच्चाले खाने हो तर पनि मलाई फेभरेट लाग्छ भन्दा यो मनपर्छ मलाई चाहिँ म चाहिँ कोक लभर है चियर्स गरिदिनुहोस् यो त देख्ने बित्तिकै तानिहाल्नु झन् सान पारेर खान्ला त हामीले गाइस यो चाउचाउ खाने मात्रै खाने होइन खेरा खाने हो लास्टमा खाइदिउँ गम दिउँ एक पोका पकाएर पुग्नु रहेछ 3 पोका पकाइहाल्यौँ है दिउँ गाइस है दुईटै नखाने मान्छे हो करेन्ट चाउच छ यत्रो धेरै गाइस गाइस म भ्लग हाल्न थाल्छु उसकोमा छिटो 500 सब्सक्राइबर पुगोस् त्यसपछि म भ्लग हाल्न थाल्छु छिटो 500 सब्सक्राइबर पुगाइदिन पर्यो हामी वर्क गरिहाल्छ है दुईजना मिलेर खाउन लिँदै मिठो हुन्छ
मलाई त खासै मन पर्दैन। यसलाई लिची जुस मनपर्छ, त्यही भएर मिठो हुन्छ भने। लिची जुस र फ्रुटी। तर आफूलाई थाहा, आफूलाई मनपर्ने कुराहरूलाई पनि मनपर्छ जस्तो लाग्छ है। अनि म चाहिँ अनि त्यही सोध्छु, तर आफूलाई मनपर्ने कुराहरूलाई मन पर्दैन रहेछ क्या। कागती ल्याएर लेमन अरूले हालेर एक टुक्रा राखी थियो गाइस। म यस्तो नाटकी छु नि, कागतीलाई लेमन भन्नु पनि ल, न इङ्ग्लिसमा ड्यालेन्ट। यो भने हल्का के हुने लक्षण हो गाइसहरू, ल भनिदिनु। यो भनेको नाटक गर्ने लक्षण कि म भविष्यमा गाइस हामी चाहिँ दुईजनालाई इङ्ग्लिस आउँदैन। हामी चाहिँ आज इङ्ग्लिसबाट कुरा गर्दै यो खानेकुरा खान्छौँ है। हामीलाई चाहिँ इङ्ग्लिस बोल्न आउँदैन होइन, हामी चाहिँ इङ्ग्लिसबाट बोल्दै यो खानेकुरा खान्छौँ है त। यस्तो भन्छ कुट्ने है गाइस, जसले इङ्ग्लिस बोल्दैन कुट्ने है। म त कुट्छु। इटिङ अ चाउचाउ हो क्या। फेरि कुरा गाइस, जल्दी फेरि के बोल्यो गाइस, इङ्ग्लिस होइन। फास्ट इट। अमेरिकन हुन्छ भनेको इन्डियन पनि परिमामी। फेरि बोल्यो गाइस, ल डु फास्ट इट। इट्स ओके। मिठो बनाउनुलाई धेरै मसला हाल्यौँ, तर लास्टमा खान नसकिने रहेछ। इङ्ग्लिस बोल्न फेरि गरौँ है। सिकानाइ गऱ्यो, अब कसरी गर्नु। हेलो गाइज, टुडे वी आर, आज चाहिँ हाम्रो इङ्ग्लिस बोल्ने च्यालेन्ज छ ल। फेरि इङ्ग्लिसमा हामी त खतरा है, प्रो। जस्ट yes or no। ल इट ओके। इङ्ग्लिसबाट आँसुलाई के भन्छ इङ्ग्लिस? टियर्स कमिङ। आई एम क्राइङ। हामी चाहिँ यस्तै हो गाइस, हाम्रो इङ्ग्लिस यस्तै हो। लेजेन्ड। के हामी युएसए को जस्तै इङ्ग्लिस बोल्छौँ, यो समाजले हामीलाई स्वीकारला त? कमेन्ट गाइस, कमेन्ट। How was the test? Good, very good. Excellent. But so spicy. Very, very. गाइस अन्डासँग खानु पाइने थियो, अन्डा नभएर हल्का अलि इङ्ग्लिसमा बोल्न ल।
कम भएको छ कि स्पिक यसले इङ्ग्लिस अन्डा खानु हुन्न स्पिक इङ्ग्लिस आफ्नै पारामा चल्यो I'm drinking Coca-Cola. म चाहिँ Coca-Cola खाँदैछु Noodles cow. Tasty sir. Very tasty. खाए ल नभनिकन खाए Speak English. मिठो सुवा हेलो गाइज हामी चाहिँ के अरे बेरोजगार केही छैन अब सब्सक्राइब गरिदिनु होला गाइज एकदम बेरोजगारी भयो यार मैले युट्युबलाई चला हो कि युट्युबले मलाई चला हो गाइज यार जम्मा 100 सब्सक्राइबर छ हो युट्युब खोलेको 1 वर्ष हुन लागिसक्यो हान्दिनबाट ड्याङ सब्सक्राइब तपाईँहरूकोमा भिडियो आयो भने लाइक भने कमेन्ट र हामीलाई चाहिँदैन गाइज लाइक र सब्सक्राइब भए पुग्छ हामीलाई मेरो करेन्ट 1000 सिगाना आए जस्तै लाइक र सब्सक्राइब नि ड्याङ आउँदै नि थियो खाने मात्र इच्छा हो गाइज खान सक्दिनँ के गर्नु चटपट भए पनि सक्थ्यो है अर्कोचोटि यसमा हामी कति धेरै भन्दिनँ 500 लाइक कट्यौँ भने हामी चटपटीको मुखबाङ लिएर आउने छौँ 500 कट्यो भने हामी गाइजहरू फेरि 100 रुपियाँ खर्च गरेर चटपटेको मुगवाङ लिएर आउनेछौँ मुगवाङ 100 रुपियाँ त अलिक बढी खर्च हुन्छ भने 100 रुपियाँ भने कम हो भने चटपटी त फेरि एकले धम्काइदिन्छौँ यो भ्यायो गाइस तर यो आधा नि भएन यसले खायो भने सब्सक्राइब गाइज अगायो अगाइसक्यो गाइस अब म के गरौँ खाइन गाइस आफै घिसिङ बसिङ हामी चाहिँ सिगारेट थाल्ने छौँ हामी चाहिँ के अरे सायरी भन्ने होइन सायरी भन्ने प्रतियोगितालाई गाइज मलाई त आउँदैन गाइस म त सुन्ने र होइन जस्तो आउँछ त्यस्तै क्या एक लाइन भन्ने क्या ल एक लाइन भनौँ न म छुरा पो टिभी छ सिधै एक लाइन होइन तिमी छोरा म छ सिधै 2 लाइन उता छ मेरो छाया उता छ मेरो छाया टिस्युले सिगान नपुछ मेरो माया चाहिँ बरु हो कि हैन ल भन्दिनु अनि ल अब मेरो अब तेरो पालो ल मैले पुरा गरिदिइसकेँ होइन गाइस 2टा भनिसकेँ हातमा छ बाला छिटो छिटो मेरो भिडियोमा लाइक हाल त हुन्न हान के छ तँ पनि हैन ल ल मैले त आउँदैन गाइस सुनि मात्रै हो भनेर मैले फर्स्टमै भनेको थिएँ ल ल भन्न भन्नु एउटा आउँदैन के भन हेलो गाइस ऊ त्यो मुलाको बिउ
भिडियोमा लाइक गर्ने मान्छेलाई आई लभ यु ल है यो चाहिँ हाम्रो भिडियो हेर्ने मान्छेहरूलाई गाइज फेरि स्किप नगरी हेरिदिनु होला आई लभ यु को अर्थ म तिमीलाई मायामा मन पराउँछु म तिमीलाई मन पराउँछु अनि मतलब त्यो भन्न खोजेको चाहिँ हामीले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्ने मान्छेलाई हातमा छ चुरा खै त बुझेको कुरा सब्स्क्राइब गर अनि फेरि अर्को उते पनि छ चुरा आई लभ यु भिडियोमा लाइक गरिदिने अरूको बुढा अनि बुढीलाई पनि ल ल ल ल फेरि बुढालाई गर्ने बुढीलाई नगर्ने भनेर पात हुन सक्छ छिटो गरिदिनु नि फेरि गाइस अहिले लाइक हानिदिइहाल्नु के अहिले ड्याङ्का ड्याङ लाइक हानिदिनु फेरि भोलि पर्सि भाइरल भएपछि लाइक हान्यो भने त चिन्दिनँ नि म फेरि अहिले 100 फलोवर्स भएको बेला अहिले 100 फलोवर्स भइसक्यो है भोलि पर्सि त आम्मा एक हप्ता भयो गाइस अहिले 100 सब्सक्राइबर भइसक्यो फेरि भोलि पर्सि 1000 सब्सक्राइबर भएपछि त म चिन्दिनँ नि फेरि हान्दिनँ कि अहिले हान्दिनँ म कसम सपोर्ट गर्छु हौ तपाईँहरूलाई ड्याङ्का ड्याङ तपाईँहरूको भिडियोमा नि लाइक सब्सक्राइब गरिदिन्छु नि फेरि 1 लाइक 1 सब्सक्राइब है ल गाइस मलाई चाहिँ अगायो मलाई त झन् गाइस खान मन लाग्छ खान सकिन्न के गर्नु अन्डा भए त छिदिन्छ गाइस मलाई अगाइसक्यो हैन तै पनि यो चाउचाउ रोइराखे कि हेर्नु न मलाई खा भनेर हेर्नु न हल्लेको नहल्ने भन्छु हेर्नु है यसले चाहिँ मलाई के भने नि म यसको कुरा बुझ्छु के अरे मलाई नखाएसम्म म हल्लिरहन्छु भने पनि छ ल हेर्नु है जेसुकै गर म हल्लिरहन्छु रे ल भन्छ अनि नखाने भनेको खानै पर्यो डाइटिङ बस्छु भनेको डाइटिङ साइटिङ लगाएर ठिच्क्याउ बन्दुकले हानिदिनुपर्छ नि फेरि यस्तै हो गाइस अब यो जम्मा गइहाल्छ मलाई एक्लै छोड्छ म त एक्लै अनि म पनि जानै पर्ने हुन्छ एकैछिन बोल्दा के गरम भयो कपाल बाट्न थाल्यो ल गाइस यो चाहिँ चपमा जान्छ अब यो भिडियो चाहिँ मेरो फोनमा आउँछ कि आउँदैन 24 मिनट भइसक्यो हाम्रो 2 घण्टाको भ्लग आउन सकिन्छ लङ भ्लग आउन सकिन्छ है म तपाईँहरूले जस्तो पाएँ त्यस्तै क्याप्सन राखेँ नि भिडियो हेर्नुहुन्न होला म चाहिँ क्याप्सन हो कि थम्बनेल हो चाहिँ के राख्छु भने जम्मा 100 सब्सक्राइबर पुग्दा यत्रो ठुलो पार्टी भनेर थम्बनेल राखिदिन्छु गाइस त्यहाँ हेर्ने नि ड्याङ्का ड्याङ लाइक गर्ने उस पनि सब्सक्राइब पनि गर्नु हो गाइस लाइकै पुगेन होइन मेरो गाउँभरिको मान्छेले बिल्ला गाउँभरिको मान्छेले आम्मा तर कस्तो सपोर्टिभ छ झुट चाहिँ म कसम बोल्दिनँ गाउँभरिको मान्छेले चाहिँ होइन मेरो त्यो टिकटकहरूमा कस्तो साथीहरूले इनबक्सहरूमा बिल्ला उडाइसक्यो क्या गाइस तर गाउँको मान्छेहरूले त मलाई त कस्तो सपोर्ट गर्छ भने चाहिँ अब त्यति सब्सक्राइबर एकदम राम्रो खण्ड भिडियो हाल्दै गर्ने एकैचोटि खूब भाइरल हुन्छ भनेर सपोर्ट गर्छ हाम्रो मम्मीहरूले त सपोर्ट गर्छ है त्यही भएर हिम्मत आउँछ हाम्रो गाउँको आमा बाउ मम्मीहरूले चाहिँ सबले सपोर्ट गर्छ तर साथीहरूले चाहिँ बिल्ला उडाउँछ कि गाइस म के गरौँ त्यही भएर छिटो गरिदिनु पर्यो के गरिदिनु नि हौ मेरो पनि लाइक आउँछ भनेर बनाएको अनि गरिदिनु न अनि साथीहरूले बिल्ला उडाएछ भिडियो हालेको भिडियो हालेको 2-3 दिनमा लाइक 5-10 लाइक वर्षै छ प्रत्येक भिडियोमा अनि है साथीहरूले भाइरल अब खुसबुसँग फोटो खिच्नु पर्छ के भनेर बिल्ला उडाउन थालिसक्यो गरिदिनु नि हौ लाइक गरिदिनु प्लिज गाइस यसरी अलि झर्केको जस्तो भयो सोझो पऱ्यो भन्नु गाइस हाम्रो भिडियोमा लाइक गरिदिनु होला है सब्सक्राइब पनि गरिदिनु होला
हामी यस्तो सोझो साझो छौँ, हामीलाई खासै राम्रो कन्टेन्ट त बनाउन नआउला है अनि त्यसपछि त्यही हो, गर्दिनँ है, हामीलाई बोल्न नै आउँदैन, तपाईँहरू सिकाउँदै जानुहोस्, हामी सिक्दै जान्छौँ है। प्लिज हामी एउटा के भन्छ म निन्दै लागिसकेँ बोल्दा बोल्दा लाहाइन गाइजहरू छिटो चाहियो कि है। अनि के भन्ने त्यही हो, गरिदिनु सब्सक्राइब लाइक। मैले आज सपनामा के देखाएँ भने कति धेरै मान्छेहरू होइन, मैले त गाइस जापानको न्युज सुनेको थिएँ बच्चा पाएर। मैले सपनामा के देखेँ थाहा तपाईँहरूलाई? मैले बच्चा पाएको रे, तर कसको थाहा छैन, मलाई त परीले ल्याएर दिएको रे। तर मैले त भगवान् परीहरूको सपना देख्दा कस्तो मनपर्छ। गाइस सुन न, मैले के सपनामा के यस्तो फुरफुर यत्तिकै उडेको देख्छु भने तपाईँहरूले देख्नुहुन्छ कि हुन्न? त्यो बच्चा कसको थाहा छैन, त्यही जापानको बच्चा चाहिँ म पाल्छु, बुढो भन्दा मलाई दियो भने हुन्थ्यो नि, सोच्दै सुतेको थिएँ। सपनामा त साँच्ची नै परी ल्याएर उडेर आएर बच्चा दिएछ अरे। ल मलाई त गाउँभरि कसको बच्चा के हो भनेर बेइजा थानु रे, बेइजा तिमी। फेरि त्यो बच्चा एकैछिनमा ठुलो भयो। लास्टमा मैले छोडेर गयो रे, त्यहाँबाट त म कल आयो उसको, उठेछु। समाप्त सपना। त्यो परी चाहिँ मै है गाइस, मैले सपनामा हो गई। मै त हो नि यसको परी। गरिदियो इन्ट हो गया। साँच्ची नै कि कस्तो के हिजो त्यही न्युज देखेर हेरेर सुतेको थिएँ होइन, पढेर पुरै आमा बिचरा कस्तो अब पायो किन मारेरै पाल्नुपर्छ नि, कस्तो दुःखले पाला जस्तै सोच्दै सुतेको थिएँ कि सपनामा त त्यस्तो आइदिएर ल। गाइस मलाई निन्दा लाग्यो, मलाई मुख धोएर। मेरो त धेरै यस्तो मोबाइलको क्यामेरामा हेरेँ नि आँखा यस्तो हुँदै जान्छ भने किन हो गाइस? म कमजोर छु कि लास्टै बेला आँखा कमजोर छ। त्यही पनि म भिडियो बनाइरहेको छु तर तपाईँहरूलाई इन्टरटेनमेन्ट गर्ने होइन। अनि भ्युज त जान्थ्यो गाइस पहिला हालेको, यस्तो बोलेर हालेकोमा। अहिले चाहिँ जाँदैन क्या, खसीको टाउको देखाइदिइहाल्यो। अब खसीको टाउको देखाएपछि मलाई मेरो आइडी फ्रिज हुन्छ भनेर के थाहा, पछि स्क्यान गरेर हेर्छु त फ्रिज भएको रहेछ, त्यही खसीको टाउको देखाएर। कसम गाइज मलाई थाहा थिएन। अनफ्रिज हानिदिनु पर्यो साथीहरूलाई पनि कपी लिङ्क हान्न लगाएर। फ्रिज हो गया गाइज, आइडी फ्रिज भयो। सबैले मलाई जिस्कै गर्छ क्या, भ्युज पनि जान्न। अनि खुसबु तिमी विदेशै जाऊ बरु भनेर भन्न थालिसक्यो मेरो साथीहरूले त्यहाँ कमेन्ट बक्समा। तिमीले युट्युबमा गरेर खान्न, तिमी विदेशै जाऊ बरु भन्न थालिसक्यो। यस्तो इन्टरटेनमेन्ट भिडियो हाल्छु, तपाईँहरू हेरै हुन्छ क्या गाइज। प्लिज सब्सक्राइब गरिदिनु नि हौ युट्युबमा। इन्जोय विथ खुसबु अनि कालो मुटु छ गाइज। ल है त है, धड्कन ल है ल, अहिलेलाई यति नै गाइज, बाई बाई। स्टे कनेक्टेड गाइज। फेरि तपाईँहरूले लाइक सब्सक्राइब धेरै आयो भने हामी फेरि दुईजना सधैँ देख्न पाउनुहुन्छ है। बाई बाई।